Supported by यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेटको शहंशाह। Education Partner KIEC अपरेट स्टडी तथा टेस्ट प्रिपरेसनको लागि सम्झिनै पर्ने नाम आउने हैन त KIEC एभिन्यू पुतली सडकमा आउने हैन त। Digital Partner RT Entertainment Created by Silver Screen Motion Pictures Movie Partner तेरो आमाको लागि यो भन्दा ठुलो दुनिया थिएन। तैँले मेरो लागि संसार जितिस्। यो एक थरको सिन्दुरले तिम्रो परिचय बदलिएला, तर मेरो मुठुमा लेखेको नाम कहिले बदलिने छैन। आच्छा के पारा हो यो? हिजो सुभद्राको घरमा गएको मान्छे अहिले फर्कँदै? कति बज्यो? 9 बजिसक्यो। कतिखेर पानी ल्याउँछ, कतिखेर घाँस ल्याउँछ, बस्तु कराएको कराइ छ। कुँडो कतिखेर पकाउने हो? कस्तो टाउको दुखिरहेछ? औषधि छैन आमा? छ, मेरो सुगरको औषधि खान्छस्? ठिक हुन्छ त्यसले? अब मेरो सुगर त ठिक हुन्छ, तेरो टाउको थाहा छैन मलाई के हुन्छ। नजिस्किन्न के, ठिक हुने भए खानु पर्यो।
नाटक गर्छ स्वाट। सुगरको औषधिले कहीँ टाउको दुखाइ ठिक हुन्छ? आजकल कामको दुःखले अनेक थरी बाहना बनाउँदैछस्, म बुझ्दिनँ र। धरो धर्म बाहना बनाएको भए मरि जाउँ। तँ मऱ्यो भने मेरो घरको काम कसले गर्छ? जा छिटो पानी लिन, अबेला भइसक्यो। हेर्न अझ यसका रिस झन् तलब दिन थाल्यो, झनै पो काममा रिस पोख्न थाल्यो त्यसले। हस् त म लाग्छ आमा। हस् बाबु, अब बल्ल बल्ल ससुराली आउनुभएको ज्वाइँ, हिजो त्यो रमेशले गर्दा अलि नरमाइलो लाग्यो होला। केही छैन आमा, कहिले रक्सी नखाने मान्छेले हिजो एक्कासी खाँदाखेरि नमात्रै लागेछ उसलाई। तर रक्सी खाएपछि मान्छेले सत्य कुरा बोल्छ भन्छन्। त्यो बाबुले पनि हिजो आफ्नो मनको तितो पखालेर जानुभयो। मनको तितो पखालेको होइन, त्यसले आफ्नो चरित्र देखाएको हो। त्यसलाई हामीसँग राखेर खुवाउनै नहुने आमाहरूले पनि निकै मत्याउनु भएको रहेछ त्यसलाई। त्यसो नभन् बाबु, मनको सफा छ रमेश, हामीलाई असाध्यै माया गर्छ। त्यो त थाहा भइहाल्यो नि, हिजो हाम्रो बहिनीको पछाडि हात धोएर हिँडेको रहेछ। बिचरा ज्वाइँको अगाडि बहिनीको बारेमा त्यसरी जे पाए त्यही भन्ने हो। अब सानैदेखिका साथी हुन्, मनमा माया हुनु त स्वाभाविक कुरा हो। मैले त्यस्तो केही पनि नराम्रो सोचेको छैन। मलाई ढिला पनि भयो, म जान्छु। म पनि अब चाँडै फर्किन्छु होला। जानुभन्दा अगाडि एकचोटि भेट्नुपर्छ है ज्वाइँ। हुन्छ दाइ, कल गर्नु न। हस् त ज्वाइँ साहब, राम्रोसँग जानु होला। हुन्छ आमा, म लाग्छु। राम्रोसँग बस है सीता। हस्, जस्मिनलाई समयमा खाना खुवाउनु होला, अनि होमवर्क पनि हेरेर सिकाइदिनु होला। अब तैँले जस्तो सिकाउनु त नसकौँला, तर पनि कोसिस गर्छु। हुन्छ, हस्। बिचरा ज्वाइँ, हिजो त्यो रमेशले ज्वाइँकै अगाडि तँलाई माया गर्छु, फेरि पनि आइस भने बिहे गर्छु भन्दै थियो। के सोच्नु भयो होला ज्वाइँले? जान लाग्नु भएको? स्कुल भ्याउनु छ, जान्छु है। सुन्नु न, मैले हिजो बढी नै खाएँ नि। खाना त ठिकै खाएको हो, लाग्न चाहिँ बढी लागेछ तिमीलाई। त्यही भने कस्तो टाउको दुखिरहेछ। पहिला एकचोटि मेला जाँदा पनि जबरजस्ती खुवाइदिएका थिए, त्यतिखेर पनि के गरेछु मलाई नै थाहा छैन। सीताले मारसँग झपारेपछि हात पनि लागेको थिएन। हिजो फेरि विनोदाले जबरजस्ती खुवाइदिएर मैले तपाईँलाई त्यस्तो केही नराम्रो त भनिनँ नि। चिन्ता नल्याऊ, त्यस्तो केही भनेको छैन। जे होस्, तिम्रो मन सफा रहेछ। आफ्नो मनको कुरा सबै भन्यो। के सबै कुरा भने? यही कि सीतालाई धेरै माया गर्छु भन्दै थियो। ला, मैले त्यस्तो भने? सीता र आमालाई धेरै माया गर्छु भन्दै थियो। अब काकी र सीतालाई त माया गर्नु परिहाल्यो नि। त्यसमाथि सीता त मेरो बच्चे बेलादेखिको साथी हो। खुसी लाग्यो सीतालाई मभन्दा बढी माया गर्ने मान्छे पनि छ भनेर। साथीको रूपमा माया गर्छु, त्यस्तोहरू केही पनि नसोच्नु होला। सीता साँच्चीकै भाग्यमानी छ, तिमी जस्तो माया गर्ने साथी जो छ उसको। हिजो चाहिने नचाहिने सबै बोले जस्तो छ। अब मार्छ सीताले मलाई। हे भगवान् बचाऊ। अब तिमीहरू नि खाऊ न त, भोक लाग्यो नि। तपाईँहरू खाँदै गर्नु न, हामी एकछिनमा खान्छौँ। त्यही त आमा, अहिले तपाईँहरूलाई थप्नु पनि पर्छ। ल, म चाहिँ सुरु गरेँ है। त्यसो भएदेखि मैले भने सुरु गरेर।
मैले त आमालाई उतैतिर लगौँ भनेर सोचेको। के होला बहिनी? उता भनेको कता? इन्डिया। अब आमा पनि बुढी हुनुभयो, काम गरेर खान सक्नुहुन्न। अब त आमाले बसी बसी खाने हो। अबको जिम्मेवारी भनेको मेरो हो। अब छोराको जिम्मेवारीबाट पछि हट्नु त भएन नि। के कसो? अब लुखुर लुखुर हिँडिरहेको ज्यान हो मेरो। केही पनि नगरी एकै ठाउँ बसिरहँदा त कुजी जस्तो हुन्छ बाबु। चिन्ता नलिनु आमा, उता पनि ठुला ठुला पार्कहरू छन्, बिहान बेलुका हिँडे भइहाल्छ नि। तर यो उमेरमा आएर आफ्नो गाउँ ठाउँ छोडेर कसरी परदेशमा गएर बस्न सक्नुहुन्छ होला र? अबको यो आमाको उमेर भनेको छोरा बुहारीसँग बस्ने उमेर हो, नाति नातिना खेलाउने उमेर हो। किन बस्नु पर्यो हो यो अनकन्टा डाँडामा? जे भए पनि आफ्नो गाउँ भनेको आफ्नै हुन्छ दाइ। बरु मेरो सल्लाह मान्नुहुन्छ भने तपाईँले आफ्नो सिङ्गो जवानी परदेशलाई दिनुभयो। अब यतै आएर बस्यो हुन्न? ओहो हो, यो ठाउँमा आएर बस्नु पर्यो भने त म त पागलै हुन्छु। हेर्दै आतेश लागेर आउने ठाउँ चाहिँ नानी हो त, म त सक्दिनँ। तिमीहरू यता आएर बस्न सक्दैनौ, म यो गाउँ छोडेर अन्त गएर बस्न सक्दिनँ। सबैभन्दा राम्रो त अबदेखि यो विषयमा कुरै नगर। त किन यहाँ आएको? यहाँ नआएर कहाँ जाउँ त अनि? जहाँसुकै जा, मतलब छैन हामीलाई। तर अबदेखि यहाँ आउनु पर्दैन। ए नानी, भइगयो नि त भइगयो। कति कराएर एउटै कुरामा नखरा। अब मलाई यसको मुख पनि हेर्न मन छैन। खुर्कन जा भनेको जाँदैन? सीता, त मसँग किन रिसाएको भन् त? त मसँग कुरै नगरे भनिदिएको छु। खुर्कन गइहाल। जान्न। अटो जान्न भन्छस्? त मसँग किन रिसाकी भन् त? त्यत्तिकै लखड्छस्। मैले हिजो रक्सी खाएर के बेहोरा देखाइस् बिर्सिस्? अनि मैले खानु भन्दा भने तेरो दाइले जबरजस्ती गएको होइन? खाना पाएँ भने त्यसरी खान्छन्? चिसो मात्रै हाल्न सक्दैन थिइस्? अनि पहिला किन भनिनस् त जुठो मात्रै हालेर छोड भनेर? मलाई थाहा छ त मेरो बानी, खाएपछि थोरै पुग्दैन भनेर। भात हो थोरैले नपुग्नलाई? तैँले गर्दा झन्डै मेरो घर बिग्रेन। त्यही भएर रिसाकी त? चिन्ता नले, मैले अघि तेरो बुढालाई बाटोमा भेटिसकेँ। के भन्नुभयो? के भन्नु नि, जे होस् तिमी मनको सफा रहेछौ, आफ्नो सबै मनको कुरा निर्धक्क भन्यो भन्दै थिए। अनि सीतालाई माया गर्दो रहेछौ, खुसी लाग्यो पनि भन्दै थिए। भन्नुहुन्छ नि खुब। तेरो कसम, जे होस् सीतालाई म भन्दा बढी माया गर्ने मान्छे पनि रहेछ, खुसी लाग्यो भन्दै थिए। एउटा केटा मान्छेलाई उसको बुढीलाई माया गर्ने मान्छे अरू पनि कोही छ भन्दा कस्तो लाग्छ भन् त? मैले त साथीको रूपमा पो माया गर्छु भनेको। के अर्काको बुढी कसैको साथी हुन सक्दैन र? थाहा छैन। धेरै माया नदेखा रमेश मलाई। तेरो मायाले मेरो घर जलाउन सक्छ, मेरो जिन्दगी बर्बाद गर्न सक्छ। मायाले पनि कसैको जिन्दगी बर्बाद गर्छ र? त ढुक्क होस् त, म कहिले पनि तेरो घर जलाउने र जिन्दगी बर्बाद हुने काम गर्दिनँ। म कहिले पनि तिम्रो बुढाबुढीको बिचमा आउँदिनँ। म त खुसी भएको देख्न चाहन्छु, दुखी भएको होइन। सधैँ मेरो मात्र खुसी हेर्न चाहन्छस्? त आफू चाहिँ खुसी हुनु पर्दैन? तैँले आफ्नो बारेमा सोच्नु पर्दैन? ए हो त है, मैले त आफ्नो बारेमा पनि पो सोच्नुपर्छ त। ल पख एकछिन। के गरेको? पख्न आफ्नो बारेमा सोचिरहेको छु। धेरै नक्कल नपारे रमेश। मैले सोचेँ आफ्नो बारेमा। के सोचिस्? यही कि अब त ज्यान गए पनि तेरो मन कहिले पनि दुखाउँदिन भनेर सोचेँ। यही हो आफ्नो बारेमा सोचेको? साँच्ची हो के? अब आफ्नो बारेमा सोचे कि तेरो र काकीको मात्र याद आउँछ त म के गरौँ भन् त? तेरो जिन्दगी पनि यत्तिकै बित्ने भयो। हिँड घर जाऊ। हिजोको लागि दाइहरुसँग माफी माग। ल बहिनीले घरसम्मै लखेटी होला भनेको त सधैँ लिएर आइछ त।
जो के बोले के गरे घर दाइहरूसँग माफी माग्ने भनेर घुक्राएर ल्याए मलाई त। त्यो बिचरालाई त खान्न त भन्दै थियो नि, खान्न भन्दा भन्दै जबरजस्ती कर लाएर तैँले खुवाएको हो। हिजो जियो भयो तेरै कारणले भयो। मलाई के थाहा त भाइ खाएपछि पुरै राम्ररी भट्याउँछन् भनेर। यो रक्सीको तागत पनि बेग्लै छ। नसा चढेपछि आमा मान्छे 3 प्रकारका हुन्छन् रे। एउटा चाहिँ खाएपछि बोल्दै नबोली झुलेर बस्ने खालको, अर्को चाहिँ खाएपछि न्यु खोज्ने झगडा गर्ने स्वभावका हुन्छन्, अर्को तेस्रो चाहिँ ठ्याक्कै भाइ जस्तो नसा चढेपछि मनको कुरो सबै उकाल्ने। ला त्यसो मैले हिजो सबै कुरा उकाले। ओकाले मात्र होइन, उस्तै मान्छे भएको भए आज बुइनी ज्वाइँको डिभोर्स हुन्थ्यो। धन्न ज्वाइँ सोझा रचन्द्र मात्र। अझै खान्छस् कि रक्सी? अब त ज्यान जाला नि छुँदिन। तपाईँ पनि नखाने मान्छेलाई कर गर्ने होइन है त भनिदिएको छु। हेर भाइ रक्सी खान त जिगर चाहिन्छ, जिगर। तिम्रो त जिगर नै रहन्छ। के हो यो जिगर भनेको? मुटु मुटु। दाइ रक्सी नखाँदैमा मुटु हुँदैन भनेदेखि नहोस्, म मुटु बिनै भाँचिदिन्छु। काकी के हिजो के बोले के गरे नरिसाउनु ल। तँसँग नि म रिसाएर बाँच्न सकौँला र? यहीँ बस्न बाबु भन्दा मानिनस्। तँ घर पुगिस् कि पुगिनस् भनेर मलाई कत्रो चिन्ता थियो। त्यस्तो अवस्था हिँडिस् त? अब पुग्न त पुगेछु नि, तर बिहानै बिउजी दादा गोठमाथि मकै राखेको ठाउँमा पो सुतिराखेको रहेछु। आफूलाई अचम्म लागेर आयो, कसरी त्यहाँ पुगेछु कुन्नी। बिहान बिउजी त मेरो टाउको फुट्ला जस्तो भएर दुखिरहेको थियो। अब त यो ज्यान बिगार्ने चिज कहिले पनि छुन्न ल। अबदेखि छुइस् भने त मै तेरो ढाडको करङ खुस्काइदिन्छु। ऊ मर्द बन्नु परेको। छुन्न के त ढुक्क हो। ल त दाइ जान्छु अहिले। आज फेरि घरमा कति धेरै काम छ। एकछिन केसरी आमाले देख्नु भएन भने भुतभुताउन थालिहाल्नुहुन्छ। ल ल भाइ जाऊ। जान्छु है। भरे भ्याइस पनि आइज ल। हुन्छ काकी गएको। ल जा जा। नानी जाऊ हामी पनि खाना खाना। हस्। सुन्यो क्या? बस्नु नानी, म खाना पस्किन्छु। के भयो नानी? मेरो त कस्तो तल्लो पेट दुख्यो, ढाड पनि कर खाइरहेको छ। ला भाउजू म त फेरि पर सर्न आँटे जस्तो छ। साह्रै गाह्रो भएको र? मेरो बच्चै भइरहेको छैन। किन हो किन मेरो गर्वै बसिरहेको छैन भाउजू। कतै पाठेघरमा पो समस्या छ कि? डाक्टरलाई पनि देखाएको, त्यस्तो केही समस्या छैन। कहिलेकाहीँ हर्मोनको गडबडीले त्यस्तो हुनसक्छ, नहात्तिनु भन्नुभएको थियो। तर आमाले डाक्टरको मात्र भर गरेर हुँदैन भनेर धामी झाँक्री सबै गर्नुभयो। मन्दिर पनि धाइरहेको छु, तर पनि मेरो बच्चै बसिरहेको छैन। बिहे गर्नुभएको त धेरै भयो होइन? 2 वर्ष हुन लागिसक्यो। पहिला एउटा बच्चा खेर गएको थियो, त्यही भएर पो अहिले बच्चा नभएको हो कि जस्तो पनि लाग्छ। हुनसक्छ एकपल्ट गाइनीको राम्रो डाक्टरलाई देखाउनु भयो हुन्छ नि। उता सासू छोरै चाहिन्छ भनेर अनेक गरिराख्नु भएको छ। यता मेरो गर्वै बसिरहेको छैन। के गरी मेरो कोख बाँझो रहेछ भने म त घरको न घाटको हुन्छु। चिन्ता नलिनु क्या नानी, आजकल कस्तो कस्तो प्रविधि आइसकेको छ। बच्चा जाब त 10 पनि हुन्छ। बरु मैले भनेको मान्नुहुन्छ भने जयसँग सल्लाह गरेर राम्रो अस्पतालमा गएर जचै हाल्नुहोस् है नानी, फेरि पछि गएर गाह्रो होला।
हरि नजानु नै नजानु हरि हरि नजानु भने नै नजानु हरि 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 नजानु न हरि के भयो हेर्नु न हरि जानु भयो नजानु भन्नु न हरिलाई सम्हाल हरि आफूलाई सम्हाल भर्खर निक्लिनु भएको धेरै टाढा जानु भएको छ चढ्नु भनेर आउँछ हरिलाई जान दिनु न भनेर आउँछ क्या हरिले जानु न भनेर आउँछ क्या जान दिनु न हरि हरि मलाई जान दिनु न सम्हाल नानी आफूले सक्दिनँ म यिनको हालत हेर्न यिनलाई लगेर आफ्नो घर पुर्याइदिएर आउनु सरीको बुवा या बसी भने या त मर्छ या बौलाउँछ छोरा त घुमाए यिनलाई पनि केही भयो भने यसको जिम्मेवार हामी हुन्छ वारीको बुवा त्यसैले यिनलाई लगेर यिनको घरमा छोडिदिएर आउनु ठिक भन्यौ तिमीले यिनी यहाँ बसिरहन् भने हरिलाई बिर्सन सक्दैनन् हरिकै यादमा मर्छिन् कुनै पनि हालतमा हामीले यिनको भविष्य बर्बाद हुन दिन हुन्न पुष्पा म यिनलाई यिनकै घरमा चाँडै पुर्याइदिन्छु यो खाएर सिनिट्ट ग्लास माझेर राख कहाँ यो बच्चाले ग्लास माझ्न आउँछ जब एउटा ग्लास तैँले माझ्न सक्दैनस् काम सिकाउन परेन यसको उमेरमा त मैले बनाबाट एक भारी घाँस लिएर आउँथे अहिलेका बच्चा पनि ओरको सिङ्का पर सार्दैन के भयो आमा किन कराइरहनु भएको कराउने मै बुढी त छु नि यो घरमा तेरो छोरीको लेखाको गिलास चिनी त पारेर माझेर राख किन तपाईँले माझ्नु हुँदैन र मै मात्रै छु नि यो घरमा काम गर्ने सबै मिलेर मलाई दलाउ न तेरी छोरीलाई यो गिलास लगेर सिनिट्ट माझ भनेको तेरो बाबुले हुँदैन रे अहिलेदेखि घरको काम सिकाए पो बिस्तारै सिक्दै जान्छे छोरी मान्छे हो अहिलेदेखि काम नसिकाए पछि कसरी घर गरेर खान्छे पछि बिस्तारै सिकिहाल्छ नि तपाईँ यस्तो सानातिना कुरामा किन अल्झी राख्नुहुन्छ के अहिले सानोतिनो भनिराख पछि कुकुरले नपाउने दुःख पाएपछि अनि तैँले चाल पाउँछस् नमस्कार हजुर नमस्कार हजुर बसौँ न सृष्टिलाई त ल्याइदिनु भएछ सबै ठिकै छ यिनलाई हरिको यादले एकदमै सतायो जे गर्दा पनि भुल्न सकिनन् त्यही भएर त्यो घरमा बसिराखिन् भने मानसिक सन्तुलन गुमाउँछिन् कि भन्ने डरले यहाँ लिएर आएको नि हजुर हाम्रो बहिनीको कारणले तपाईँहरूलाई पनि गाह्रो भयो गाह्रो होइन हजुर हामीलाई यिनको असाध्यै माया लागेर आयो मर्ने त मरेर गइहाल्यो बाँच्नेले कहिलेसम्म उसको यादमा तडपिएर बस्ने त्यो घरमा बस्दा जताततै यिनको आँखामा हरिको झल्को मात्रै आइराख्यो जे गरे पनि हरिको यादले छोडेन झनै बाँच्न गाह्रो भयो यिनलाई बरु त्यहाँ भन्दा यहाँ आफ्नो परिवारसँग बस्दा हरिलाई बिर्सिन सजिलो होला भनेर लिएर आएको अन्य त नसम्झिनु होला अन्य त मानेको छैन हजुर तपाईँहरू साह्रै असल हुनुहुन्छ सायद असल मान्छेको नै भगवान्ले परीक्षा लिन्छन् हामीले तपाईँहरूलाई पाएर पनि गुमाउनु हाम्रो ठुलो दुर्भाग्य हो त्यसो भनेर मलाई पराई नबनाउनुहोस् हजुर हाम्रो सम्बन्ध जोडिसकेको छ अब यो सम्बन्ध कहिले पनि टुट्दैन नानी हामीलाई तिमी खुसी भएको हेर्ने मन छ अब विगतलाई भुलेर नयाँ जिन्दगीको सुरुवात गर्नै पर्छ तिमीले
छिट्टै खुसी भएर हामीलाई भेट्न आऊ ल। अब तिमीसँग भेट्दा तिम्रो आँखाबाट झर्ने आँसु दुःखको होइन खुसीको हुनुपर्छ, बुझ्यौ तिमीले? ल त हजुर, अहिले त मन लाग्छ। उता पुष्पा पनि एक्लै छ, उसलाई पनि यस्तो बेलामा एक्लै छोड्न मिल्दैन। हस् हजुर, बिस्तारै जानु होला। Supported by यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहंशाह। एजुकेसन पार्टनर केआइसी अपरेट स्टडी तथा टेस्ट प्रिपरेसनको लागि सम्झिनै पर्ने नाम आउने होइन त केआइसी एभिन्यू पुतली सडकमा आउने होइन त। डिजिटल पार्टनर आरटी इन्टरटेनमेन्ट क्रिएटेड बाई सिल्भर स्क्रिन मोसन पिक्चर्स। मुभी पार्टनर तेरो आमाको लागि योभन्दा ठुलो दुनियाँ थिएन, तैँले मेरो लागि संसार जितिस्। यो एक थरको सिन्दुरले तिम्रो परिचय बदलिएला, तर मेरो मुठुमा लेखेको नाम कहिले बदलिने छैन। बस खाजा ल्याऊ? नाइ, खान मन छैन। अनि भाउजू खोइ त? उसको दाइ आएको छ अरे, 2-4 दिन बस्न भनेर माइती गएकी छ। ए, भनेपछि भाउजूको आमालाई पनि सजिलो हुने भयो अब। आमा, है, मैले गर्दा तपाईँहरूले धेरै दुःख पाउनु भयो है? धत लाटी, छोराछोरीले गर्दा पनि कहीँ आमा बाउलाई दुःख हुन्छ? त्यत्रो पैसा ऋण खोजेर मेरो बिहे गराइदिनु भयो। छोरीको घर राम्रो पर्यो, अब खुसी भएर घर गरेर खान्छे भन्ने सोच्नु भएको थियो होला। तर बिहे गरेको महिना दिन नपुग्दै विधवा भएर यही घरमा आएर बसे। कति अभागी छु नि म। तेरो भाग्यमै यस्तै लेखेको रहेछ त के गर्छिस्? भाग्यमा लेखेको कुरा कहिले पनि मेटाएर मेटिँदैन। यत्रो संसारमा किन मेरै चाहिँ भाग्यमा यस्तो लेखेको होला है? किन बिहे गरेपछि मेरै बुढालाई कालले लानु परेको होला? बिचरा हरि, मसँग बिहे नभएको भए मर्नुहुन्थेन होला है? भो छोड्दे, अब बितिसकेका कुरालाई लिएर कहिलेसम्म चिन्ता लिएर बस्छस् भन् त। मलाई भाउजूसँग कुरा गर्न मन लाग्यो, एकचोटि बासँग फोन मागेर ल्याइदिनु न। भरे गरे हुन्न? नाइ, मलाई अहिले कुरा गर्नु छ। ल पख्त। जगतका बा, ए जगतका बा, यी बुढाले नि सुन्छन् र? ल पख, म आफै लिएर आउँछु। म एकछिन भाउजूसँग एक्लै कुरा गर्छु नि है। ल नानी सीता, तेरो नन्दको फोन आएछ बाबु, लाग। हेलो, सन्चै हुनुहुन्छ भाउजू? म ठिक छु।
तपाईलाई कस्तो छ नानी? तन त ठिकै छ, तर मन अझै पनि ठिक हुन सकेको छैन भाउजू। मान्छेहरू हाँसेको रमाएको देख्दा कसरी हाँस्न सकेका होलान्, कसरी रमाउन सकेका होलान् जस्तै लाग्छ। के म बाहेक सबैजना खुसी छन् त यो संसारमा? कोही पनि खुसी छैनन् नानी, सबैलाई दुःख छ, सबैको आफआफ्नो वेदना छ। त्यसो भए कसरी खुसी हुन सकेका, कसरी रमाउन सकेका? मनमा जतिसुकै दुःख र पीर भए पनि त्यसलाई लुकाएर बाँच्न सक्नु नै जिन्दगी हो। यो संसारमा त्यस्तो मान्छे छैन होला जसलाई कुनै पनि कुराको पीर नहोस्। जो मान्छेले मलाई कुनै पनि कुराको दुःख छैन भन्छ नि, कि त त्यो मान्छेले झुट बोलेको हुनुपर्छ, कि त त्यो मरिसकेको लास हुनुपर्छ। नत्र त मान्छे भएर जन्मिसकेपछि केही न केही दुःखले जसलाई पनि घेरेको हुन्छ। भेटिनु, छुटिनु, मिलन हुनु, बिछोड हुनु त संसारको रीत नै हो नानी। फरक यति हो, जसलाई आफ्नो मुटुमा राखिएको हुन्छ नि, त्योसँग बिछोडिनु पर्दा जस्तो पीडा अरू केही पनि हुँदैन। तर ती सारा कुरालाई भुलेर अगाडि बढ्नु नै जिन्दगी हो। कसैको यादमा आफूलाई बर्बाद होइन, आफूलाई बलियो बनाएर अघि बढ्नु नै जिन्दगी हो। थ्याङ्क यू भाउजू, अलिकति भए पनि मन हल्का भयो। अहिले राख्छु ल। तपाईँ घर आइसक्नु भएको हो र? हरिको यादले त्यो घरमा बस्नै सकिन, त्यही भएर आएँ। आफूलाई सम्हाल्नु नानी। अब हरिबाबुको यादलाई तपाईँको कमजोरी होइन, तपाईँको हिम्मत बनाउनु पर्छ। र मलाई विश्वास छ तपाईँले छिट्टै विगतलाई बिर्सेर वर्तमानमा रमाउनु हुनेछ। राख्छु भाउजू। आफ्नो ख्याल राख्नु होला। तैँले ठिक भनिस् नानी, दुःखलाई लुकाएर अगाडि बढ्नु नै जीवन हो। मेरी छोरी यति धेरै समझदार र अरूलाई सम्झाउन सक्छ भन्ने कुरो मलाई थाहै थिएन। अरूलाई सम्झाउन सजिलो छ आमा, तर आफूलाई सम्झाउन धेरै गाह्रो हुन्छ। अरूलाई सम्झाउन सकिन्छ, तर आफूलाई सम्झाउन धेरै नै गाह्रो हुन्छ आमा। म पनि अहिले यस्तै परिस्थितिबाट गुज्रिरहेको छु। उता आमा जसरी हुन्छ छोरा चाहिन्छ भनिराख्नु भएको छ, यता मेरो बच्चा नै बसिरहेको छैन। कतै म बाँझी त होइन, मेरो गर्व कहिले पनि नबस्ने त होइन। यदि मबाट बच्चा भएन भने के होला? आमाले मलाई त्यो घरबाट टिकी खान दिनुहुन्न, पक्कै पनि उहाँको अर्कैसँग बिहे गरिदिनुहुन्छ। त्यसपछि त म घरको न घाटको हुन्छु। फेरि सुरु हुन्छ मेरो दुःखका दिनहरू। हे भगवान्, किन मेरो बच्चा बसिरहेको छैन? किन फेरि मेरो अग्नि परीक्षा लिन खोजिरहेछौ? मलाई अरू केही चाहिँदैन भगवान्, जसरी हुन्छ मेरो बच्चा होस्, यति भए पुग्छ मलाई। नानी, के हो? यत्तिकै आँखाबाट आँसु आउन खोज्यो। त्यत्तिकै त आँसु आउँदैन नानी। आँसु कि त सुखमा आउँछ कि दुःखमा आउँछ। तेरो यो आँसु पक्कै पनि सुखको त होइन। ल भन, के भयो?
भने त यत्तिकै भनेर यत्तिकै रुन मन लाग्यो आमा। मुटु यत्तिकै भारी भइरहेको छ। बिचरा सोमबहादुरजीहरूलाई पनि यसपालि ठुलो दशा लागेको रहेछ। छोरीको बिहे गरिदिनु नै अभिशापै भयो उहाँहरूको लागि। जिन्दगीमा नसोचेकै घटना घट्छ। कसले सोचेको थियो र सृष्टिलाई यस्तो विपत्ति आइपर्छ भनेर। अझ बिचरालाई घरबाट सासुले 13 दिनको दिनमै मेरो छोरा खाइ भनेर घरबाट निकालेर पठाउँदा कस्तो भयो होला। बिहे गरेर पठाइसकेको छोरीलाई फेरि माइतमै ल्याएर राख्नु पर्दा उहाँलाई कस्तो पीडा भएको होला। के गर्ने, सृष्टिको जिन्दगी पनि बर्बादै भयो। अब सायद यो पीडा सहन नसकेर होला सृष्टिले आफ्नो हातको नसा काटेर आत्महत्या गर्ने प्रयाससम्म गरी। तर सर, यो सब एउटा दुर्घटना थियो। मलाई विश्वास छ समयको गतिसँगै बिस्तारै सबै कुरा सामान्य हुँदै जान्छ। तर पर्वत, म पो अहिले बिचमा परे जस्तो भइरहेको छु। किन र सर? उहाँलाई छोरीको बिहेको लागि ऋण चाहियो भनेर तिमीसँग 2 लाख रुपियाँ मागेर दिए। तर अब सृष्टिको जीवनमा यति ठुलो दुर्घटना घट्यो। अब यस्तो बेलामा उहाँहरूसँग पैसाको कुरा कसरी गर्ने? चिन्ता नलिनु सर, अहिले मलाई त्यो पैसाको आवश्यकतै छैन। फेरि यस्तो बेलामा उहाँहरूसँग पैसाको कुरा गर्नु पनि उचित हुँदैन। तर मेरो कारणले तिम्रो त्यत्रो पैसा... मैले त भनिहालेँ नि सर, अहिले मलाई त्यो पैसाको आवश्यकता छैन। सबैभन्दा ठुलो कुरा मान्छेलाई पर्दा सहयोग गर्नु हो। पैसा त हातको मैला जस्तै हो, आउँछ जान्छ। तिमी साँच्चै नै मान्छौ पर्वत, तिम्रो सोच धेरै नै राम्रो छ। आफूले आफूलाई परिवर्तन गर्ने कोसिस मात्र गरेको हुँ, नत्र त म पनि मान्छे हुँ। ममा पनि रिस, घमण्ड, माया, लोभ सबै कुरा छ। यी सब कुरा भएर पनि सबैको राम्रो सोच्नु तिम्रो महानता हो पर्वत। बरु तिमीसँग फुर्सद छ भने एकपल्ट सोमबहादुरजीहरूलाई भेट्न जाने हो कि? भइहाल्छ नि सर, मैले पनि यही सोच्दै थिएँ। मान्छेलाई दुःख पर्दा त हो नि साथ चाहिने भनेको। यस्तो बेलामा जति सक्दो उहाँहरूलाई भेटेर सान्त्वना दिइराख्नुपर्छ। जाम हिँड्नुहोस्। जाऊ। तेरो बात कोही खा, खान्न म तेरो घरको बात। बोलाउन क्या हो त? तेरो दिमाग खुस्यो क्या हो? मेरो दिमाग खुस्किसक्यो। पागल हो म, पागल। अब तेरो घरमा एकछिन पनि बस्दिन म। नबसेर कहाँ जान्छस्? जासुकै जा, तँलाई के पर्छ? तेरो बोइ हुँ म, मलाई मतलब नगर। कसले हुन्छ? तँसँग बिहे गर्नु नै मेरो भुल थियो। तेरो लागि मैले मेरो छोरी छोडेर आएँ। जा, गएर ल्याइदे मेरो छोरीलाई, अनि म तँलाई अहिले नै छोडेर जान्छु, बुझिस्? धेरै छोरी छोरी भन्ने नराख। तैँले नै भने हैन त्यो जगतेको छोरी हो भनेर? थाहा पाए त्यो जगतेको छोरीलाई म मेरो छोरी कसरी हो भन्नु? अब हाम्रो छोरी हामी आफै पाउने हो, बुझिस्? पाउँछ छोरी, बच्चा पाउने मेसिन सम्झास् मलाई? उनीको मेरो के खाना यस्तो मसँग? पुरै हिर्काउँछस्, पुरै हिर्काउँछस्, पुरै हिर्काउँछस्। घिचिङ र गरिमा झगडा गर्दैछन् क्या सर? हो जस्तो छ। जाऊ जाऊ। रानी बनाएर राख्छु, म तिमीलाई माया गर्छु भनेर बिहे गरेको छैन। जहिले न्यु खोजे सानो सानो कुरोमा खिचखिच गरिरहेको छ। यही सब गर्नको लागि बिहे गरेको तिमीहरूले? यसको लागि मैले मेरो छोरी छोडेर बिहे गरेँ। रानी बनाएर राख्छु भन्थे यसले मलाई, अहिले आएर यो घरको नोकरानी बनाएर राखेको छ। घरको काम गर्दा नोकरी हुन्छ? त्यो पनि यो घरको काम कहिले नगरे तेरो बाबाले गरिदिन्छ। तेरो बाउको नाम लिन्छस् कुकुर? बादिम ह? बच्चा हो तिमीहरू, यसरी सानो सानो कुरामा झगडा गर्ने हो भने बिहे किन गरेको? के थाहा मलाई यसको बानी यस्तो छ भनेर। त्यही भएर पो जगतले नस्वीकारेको रहेछ सर। तेरो बानी चाहिँ यस्तै रहेछ भन्नु? त्यही भएर पहिलाको सोच्नेले छोडेर गए कि? ल भो, धेरै झगडा गरेर
गाउँमा रमिता नगराऊ। यदि मिल्न सक्छ भने एक आपसमा मिलेर राम्रोसँग बस, होइन भने छुट्टिएर आफ्नो आफ्नो बाटो लाग। यो कुकुरको लागि भनेर मैले मेरो छोरी छोडेर आएको छु। यत्तिकै छोड्छु म यसलाई? जानु गयो नि छोड्दिनँ म। उदेश के गर्ने? आफूलाई स्वास्नी चाहिएर हतार बे गरिहाल्यो। अहिले आएर टोक्नु न बोक्नु भएको छ। काजीबा नमस्ते। नमस्ते। मैले त चिन्नु सकिनँ नि बाबु, फेरि काजीबा भन्छु। यही गाउँको हो र? हजुर, म सुभद्राको छोरो, अस्ति इन्डियाबाट आएको। ए चिनी चिनी बाबु, 13-14 वर्षको उमेरमा गाउँ छोडेर हिँडेको थियो के अरे। यति बेला आएर एक्कासी काजीबा भन्न त मैले त ठम्याउनै सकिनँ। अनि बाबु आराम कुशल छौ नि? हजुर काजीबा, सबै राम्रै छ। गाउँमा त तिमी मरिसक्यौ भन्ने हल्ला थियो। सुभद्राले पनि लगभग आशै मारिसकेकी थिए। त्यही भएर हाम्रो घरमा काम गर्ने रमेशलाई धर्मपुत्र जस्तै बनाएर राखेकी थिए। हाम्रो रमेशी पनि त्यो एक टुक्रो बारी र झुप्रो पाउने आशमा लिबेर तिम्रो आमा कहाँ गइरहन्छ। मैले त त्यसलाई कति सम्झाएको। मैले त ए बाबु अर्काको सम्पत्तिमा आँखा नगाड, कुनै दिन सुभद्राको छोरो फर्केर आउँछ भनेर सम्झाउँथे, फिटिकै मान्दैन थियो। अझ उल्टो मलाई सुभद्राको छोरो आएर के हुन्छ त, काकीले सारा सम्पत्ति मलाई नै दिने हो क्या अरे भनेर मेरो कुराको त टेर पुछेर आउँदैन थियो। छोरो हुँदै त्यो टुरोलाई कहाँ दिन्छन् हो आमाले त्यो घरबारी? त्यही पनि म यहाँ बस्ने गरी आएकै होइन, यहाँको सबै निखान नाखान पारेर इन्डिया जाने हो। आमालाई पनि त्यतै लाने हो। सुभद्रा जान मान्लिन्छ? अब आफ्नो घर हो, छोडेर त के जान मान्लिनु? छोरा हो, चुपचाप हिँड्नु भनेर लिएर जान्छु नि। तेरो कुरा नि ठिकै हो, तर मलाई त सुभद्रा यो गाउँ छोडेर जान मान्लिन् जस्तो लाग्दैन। ढिलो चाँडो पहिले पनि थाहा पाउने कुरा हो। आजकल त्यो रुद्रनारायण बाजे छ नि, हो त्यो बाजे र तेरो आमाको बिचमा निकै हिमचिम बढेको छ। हिमचिम भन्नाले? के भन्ने बाबु, अब भन्नै अप्ठ्यारो लाग्छ। यो उमेरमा आएर त्यो बाजे र तेरी आमा एक अर्कासँग माया प्रेममा छन्। के नचाहिने कुरा गर्नुभएको हो? काम नपाएर मुक्तसँग नचाहिने कुरा गरौँला। घाँटीको कुरा कहिले पनि लुक्दैन केटा। यही कुरो थाहा पाएर सारा गाउँले मिलेर त्यो बाजे र तेरी आमालाई कालो मुसो दलेर जुत्ताको माला लगाएर गाउँबाट निकाल्न लागेका थिए। त्यो त मलाई तेरी आमाप्रति माया लाग्यो र गाउँलेहरूलाई रोके, नत्र त 7 डाँडा कटाइसक्थे। तर के गर्नु, मेरो अब्जसी गर्न यत्रो गर्दा पनि मै नराम्रो छु तिनीहरूको नजर। ल अरू कुरा छोड्दे बाबु, तँ आइस, मलाई बडो खुसी लाग्यो। अब त्यो एक टुक्रो बारी र आफ्नी आमाको जिम्मा तँ आफैले लिनुपर्छ, अरूको भर परेर हुँदैन, नत्र डुबाउँछन् बाबु तँलाई। ल विचार गर। कसरी तर्सिनु भयो? तर्साएपछि तर्सिँदैनन् त? त्यो पनि हो। अनि आजकल काकीकोमा त आउनै छोड्नु भयो त, रिसाउनु भएको छ कि क्या हो काकीसँग? पहिलाको ऊ एक्लै थिए, साह्रो गाह्रो पर्छ कि भनेर गइरहन्थ्यो। अब अहिले त छोरा बुहारी आइसके, म किन गइरहनु पर्यो भन् त? त्यसो भनेर कहाँ हुन्छ? छोरा बुहारी आएपछि चाहिँ काकीप्रतिको हाम्रो माया सकिन्छ। अब उनीहरू छोरा बुहारी होला नि आफ्नो ठाउँमा, तर रगतको साइनो नभए पनि भावनाको साइनो छ काकीसँग हाम्रो। लु हो के भन्नु त? त्यो त हो नि। अनि तै पनि सुभद्राकोमा लिब्रिक गइरहँदा छोरा बुहारीले के सोच्ने हुन् भनेर जानै मन लागेन बाबु। जान मन लागेन भनेर हुन्छ?
तपाईँ नजाँदा काकीले के सोच्नुहुन्छ भन्नु त? लु अहिले जाने हो, कुरुको हिँड्नु। जाने र? जाने भनेपछि जाने नि। ल हिँड्नु, छिटो जाउँ। ढोका मलाई दिन्छु बरु। हिँड्नु। ए सीता पनि पो आकिरहेछ। कहिले आएको सीता? बाजे नमस्कार। नमस्कार। म आएको त 3 दिन भइसक्यो। ए आएछ बाबु रमेश, यहाँ बसौँ। बाजेले हाम्रो घरको आँगनै बिर्सिहाल्नुभयो, अनि हाम्रो घरमा को आयो को गयो कसरी थाहा हुन्छ त? त्यस्तो होइन सुभद्रा, घरको कामले कतै निस्किनै भ्याइन। अघि चाहिँ अब छोरा बुहारी आइहाल्यो तिनको, के जानु भनेर भन्नु भएन मलाई? त्यो त तँलाई त्यसै भन्दै नि। मना नभएको कुरा त्यसै होइन होला त? कि हाम्रो लागि माया मरेकै हो त बाजिया मन? मैले त्यसो भनेको छु र? अनि सीता, घरमा सबैलाई सन्चै त छ नि? सबैजना आरामै हुनुहुन्छ। अनि नन्दलाई कस्तो छ नि? अलिअलि आफूलाई सम्हाल्ने कोसिस गर्दै हुनुहुन्छ। के गर्नु, बिचरीको भाग्यमा पनि पति वियोग हुन लेखेको रहेछ। सानै उमेरमा ठुलो वज्रपात पर्यो। टाढै पिएर आइसी क्या बाबु? गाउँ डुलेर आएको नि बाजे। अब आफ्नो घरमा के भइरहेछ कस्तो भइरहेछ बुझ्नको लागि घर बसेर हुँदो रहेछ, गाउँ नै डुल्नु पर्ने रहेछ। आफ्नै घरको कुरा थाहा पाउनको लागि पनि गाउँ नै डुल्नु पर्छ र दाइ? पर्दो रहेछ बहिनी, घरको खबर बुझ्न गाउँ नै डुल्नु पर्दो रहेछ। के भने बाबु तैँले? मलाई कसले के कुरा सुनायो? म फर्केकोमा कोही कोहीलाई त ठुलै पिर परेको होला, होइन रमेश? ए दाइ, तपाईँ फर्केकोमा कसलाई पिर पर्छ र? अझ सबभन्दा बढी खुसी त म छु। बिचरा काकी तपाईँलाई सम्झेर कति रुनुहुन्थ्यो। म पनि खुसी नै छु है बाबु। बिचरा एक्लै बेसारा जस्तै थिइन्, तँ आइस यिनको अनुहारको रङ नै फेरिएको छ। तर मलाई त लाग्दैन म आएर तपाईँहरू खुसी हुनुहुन्छ भनेर। तँ यो के भन्दैछस् बाबु? हो आमा, म नफर्केको भए यो हाम्रो घरबारी रमेशले कप्लक्कै खान पाउँथ्यो। अनि तपाईँ पनि यो बुढेसकालमा बाजेसँग रमाइरहनु भएको हुन्थ्यो, होइन? अब म फर्किहालेँ। बिचरा बाजे र रमेशको सबै प्लान चौपट भयो, होइन? नचाहिने कुरा नगर्नु है दाइ। मैले सपनामा पनि नसोचेको कुरा गर्नु हुँदो रहेछ। तँ चाहिँ नचाहिने कुरा नगर। तेरो सबै चालामाला मैले बुझिसकेको छु। होइन भने आमा मात्रै भएको घरमा लिबिर लिबिर आमालाई फकाउन किन आइराख्थिस् त? अनि आमा, तपाईँलाई चाहिँ यो बुढेसकालमा यो बाजेसँग आएर लसपस गर्न अलिकति पनि लाज लागेन? कमसेकम आफ्नो उमेरको त ख्याल राख्नु। जवानीमा नचढेको बैस अहिले चढ्या छ, होइन? दाइ, दुनियाँको कुरा सुनेर आएर आफ्नी आमालाई जे पाइदै भन्न तपाईँलाई चाहिँ अलिकति पनि लाज लागेन? यत्रो वर्ष हराएर अहिले आएर हाम्रो बाउ बन्न खोज्दै हुनुहुन्छ तपाईँ? एउटा छोरा मान्छे नभएको घर कतिसम्म लथालिङ्ग र गए गुज्रेको हुन्छ भन्ने कुरा मैले अहिले आएर बुझ्दैछु। अब आइन्दा तिमीहरू दुवैजनाले यो घरमा पाइला पनि टेक्ने होइन। Supported by यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट,
कार्पेटको शहंशाह। एजुकेसन पार्टनर केआइसी अपलोड स्टडी तथा टेस्ट प्रिपरेसनको लागि सम्झिनै पर्ने नाम आउने होइन त केआइसी एभिन्यू पुतली सडकमा आउने होइन त। डिजिटल पार्टनर आरटी इन्टरटेनमेन्ट क्रिएटेड बाई सिल्भर स्क्रिन मोसन पिक्चर्स। मुभी पार्टनर तेरो आमाको लागि योभन्दा ठुलो दुनियाँ थिएन, तैँले मेरो लागि संसार जितिस्। यो एक थरको सिन्दुरले तिम्रो परिचय बदलिएला, तर मेरो मुठुमा लेखेको नाम कहिले बदलिने छैन।